हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे न्यू ब्लगको साथमा म उपस्थित भइसकेको साथीहरु आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम आरामै छु साथीहरु आज भने चाहिँ हामी यहाँ तल्लोबारी मकै लिन आएको छौं मकै सुकिसकेको छ अनि दुई जना फुपू भदै नै हामी चाहिँ मकै लिन आएको छौं साथीहरु सो तपाईहरुलाई हामी देखाउने छौं मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला हामी चाहिँ यसो साथीहरु मकै लिन जाँदैछौं मकै सुकिसकेको छ अनि मकै लगेर चाहिँ घर जानुपर्ने हाम्रो घर चाहिँ माथि छ यहाँ तलले आन्टीलाई मैले सघाइमा आएको कि सो साथीहरु यस्तो गर्मी छ कि यति तातो छ कि भुइँ नै तातेर आइरहेको छ अब हामी चाहिँ जाँदैछौँ है हामी चाहिँ मकै राखेको ठाउँ पनि नदेखेर हो साथीहरु खोज्दा फोन गरेर सोधिन्जाल भयो यो हो मकै चाहिँ औले बारीमा चाहिँ मकै सुकिसकेको छ अलैँची घारी छ ओ पारि चाहिँ मुवा झर्ना छ है यहाँ पारि चाहिँ लुदिन सिदिन भन्छ अनि यहाँ पारि चाहिँ फुलबारी भन्छ यहाँ हामी मकै लिन आएको छौँ तल्लो बारीमा यो मेरो बारी यो यसको बारी हामी खोर्सानी फलेको हेर्नु गाइसहरू यहाँ डल्लै हाम्रो मकै चाहिँ यहाँ छ यो लगेर जानुपर्ने अब हामी चाहिँ घर लागेको आउँछ आन्टी हिँड्दै हुनुहुन्छ मलाई चाहिँ बारीभित्र अर्को बाटो छ तर हामी यतिको चाहिँ हुनुपर्छ नि त उकालोमा घाम भने यस्तो लागिरहेको थियो हामी चाहिँ पानी परेर साथीहरु हामी त भिज्यौँ त ए भारी पनि बोक्नु सक्दैन टाटा म गएँ ए लाग्यौँ साथीहरु गलेर भारी बिसाएको थियौँ साथीहरु यस्तो ठुलो पानी परिरहेछ कि हामी यहाँ काम गर्दैछौँ मकै बोकेर लाँदैछौँ साथी तलदेखि लिएको आन्टीको माथि गइसक्यौँ हामी भिजेर ढुट्टो भइसक्यौँ हामी चाहिँ साथीहरु पानी परिरहेछ ठुलो न ठुलो भिजेर ढुट्टो भइसक्यौँ के गर्नु साथीहरु जति दुःख गरे पनि कसैले देख्दैन देख्न सक्नुहुन्छ पानी साथीहरु यति ठुलो परिरहेछ पानी परिरहेछ अहिलेदेखि पानी परेन हामी तलदेखि भिजेर आयो सो साथीहरु हामी चाहिँ अहिले घर आइपुगेको कति धेरै पानीमा भिज्यौँ हामी डडाले पुरै भिजेर ढुट्टो छ साथीहरु मैले चाहिँ मेरो आन्टीलाई मकै ल्याउनु सघाउनु भनेर मैले भनेको थिएँ नि त त्यही भएर बोलाएको थिएँ अनि मलाई सघाउनु भएको थियो अनि हामीले चाहिँ पानी परेर पानीमा भिजेर हामी घर आइपुग्यौँ यस्तो सबै लुगा भिजेको छ कि लुगाहरू सबै भिजेको छ यति ठुलो पानी परिरहेको छ कि अनि अब सबैजनाले के भन्नुहुन्छ भने गर्नुपर्छ आफ्नो लागि हो भन्नुहुन्छ तर होइन भन्दिनँ हामी हो आफ्नै लागि हो तर हामीले दुःख गरेको कसैले देख्दैन र गरिस् भनेर भन्छ त भन्दैन बसेको भुलेको मात्रै देख्छ नि हामी बसेको भुलेको मात्रै देख्छ होइन अब होइन हामीले दुःख पाउनु थाल्यौँ भने चाहिँ अब हामीलाई के भन्छ भने यस्तो दुःख कसले नगरेको छ र सबले गरेको
भन्दै बुढो पाकाको कुराहरू पनि निकाल्नु थाल्छ त हामीले पनि भोगेको हुन्छ नि त दुःख भने त अब यस्तो खासमा पीडा चाहिँ नपुग्नु पर्ने कि तर साथीहरू यस्तो बिजोग तलदेखि मकै लिएर आएको हामीले चाहिँ भिजेर घरमा आएर यहाँ बसिरहेछौँ हामी चाहिँ यसो साथीहरू पानी चाहिँ ठुलो न ठुलो परिरहेछ नि त हामी चाहिँ गर्मी भएर साह्रै परिरहेछौँ अहिले चाहिँ पानीले साथीहरू हामीले 2 भारी मकै लिएर यहाँ गिराएको छौँ हेर्न सक्नुहुन्छ मकै आन्टीले गिराउनु भयो मैले गिराइसकेँ गलेर ढुक्यो पेट दुख्यो तल मैले चाहिँ ग्यास्ट्रिकले यस्तै साह्रो परिरहेको छ साथीहरू हाम्रो दुःख देखेर नहाँस्नु ल नरुनु ल मेरो पनि आँसु आउँछ